सबैजनालाई नमस्ते गुड मर्निङ भन्दै आज चाहिँ हाम्रो अर्को हाइक सुरु हुन लागेको छ। बाहिर मेरो अहिले चाहिँ बिहानको 4:45 हुँदैछ। हामी चाहिँ सैनिक भवन लाइनबाट भानुचोकतिर जाँदैछौँ भेटाटारको गाडी चढ्नको लागि। तर यो हाइकको भिडियो चाहिँ 15-20 दिन अगाडि नै आउनुपर्ने थियो, तर अब आफू धेरै जागरुक मान्छे पर्यो जोक सपाट। आज चाहिँ यहाँ लोकल आर्ट एक्जिबिसन सुरु हुन लागेको थियो 3 दिनको लागि सैनिक भवन लाइनमा। बाहिर म चाहिँ यही लोकल आर्टको बारेमा कुरा गर्दै भरेमा चाहिँ टन्नै आउँछ होला है भन्दै कुरा गर्दै हामी चाहिँ भानुचोकतिर लाग्यौँ। बिहान 5 बजेको नजारा चाहिँ यस्तो थियो भानुचोकको। हामी गाडीमा बस्यौँ, गाडी पुरै खाली थियो। फाइनली गाडी धरानबाट हिँड्यो। हामी चाहिँ झ्यालबाट सिनसिन हेर्दै यताउता हेर्दै फाइनल 6 बजे पुग्यौँ भेटाटार। आजको हाम्रो हाइक चाहिँ धेरै नै लामो हुने भएकोले हामी चाहिँ बिहान 6 बजे नै भेटाटार आइपुग्यौँ र 6 बजे नै हिँड्नु सुरु गऱ्यौँ। हामी चाहिँ अब अहिले नाम चाहिँ छिने सर्टकट बाटो छिर्यौँ। यहाँबाट चाहिँ नाम चाहिँ धेरै चाँडो पुगिन्छ सर्टकट बाटोबाट। अहिले चाहिँ यहाँ पुरै याक्थुम मुन्दुम गस्दै बाटो ढुङ्गाले छापेको रहेछ। फाइनली हामी नाम चाहिँ घाटमा घर आइपुग्यौँ। माथि गयौँ, डुल्यौँ, यताउति सबै हेऱ्यौँ, फोटोसोटो खिच्यौँ। खासै तुवालो लागेको भएर भेटाटारतिरको राम्रो सिन पनि देखिएन। त्यसै कफी सफी खायौँ, एकछिन रेस्ट गऱ्यौँ। कफी बिस्कुट खाएपछि हामी अब यहाँबाट अब उख्रेको लागि बाटो लाग्यौँ। बाटोमा राम्रो सिनहरू थियो, तर म्याक्सिमम तुवालो धेरै भएर चाहिँ त्यति राम्रो सिन देख्न पाइएन। तर आजको हाम्रो यात्रा चाहिँ धेरै लामो थियो हाइक। हाम्रो भेटाटारबाट नाम्जेपछि नाम्जे आत्माघर, त्योपछि ओख्रेपछि ओख्रे भ्यू टावर, त्योपछि दुम्सी डाँडापछि चिउरी भन्ज्याङबाट त्यहाँबाट तोपथुम्कीबाट पछि त्योपछि तपाईँ ओह्रालो झर्छ लामिछाने टार, त्यहाँपछि सेरा खोला झरेपछि त्यहाँबाट अनि देउराली हुँदै भानुचोकमा आएर चाहिँ सकिने थियो हाम्रो हाइक। हामी चाहिँ अब ओख्रे टावरबाट फाइनली सिन हेरेर तल फर्केर चाहिँ अहिले हामी दुम्सी डाँडातिर लाग्दैछौँ। यस्तो थियो सिन। अब फाइनली दुम्सी डाँडा पनि देखियो यहाँबाट। अब हामी यहाँबाट चिउरी भन्ज्याङ हुँदै तोपथुम्की पुग्छौँ। बाटोमा यसरी पुरै तेज पत्ता सुकाइराखेको थियो। यसरी नै ड्याममै हुसु लागेको भएर होला हिँड्न पनि साह्रै मजा आइरहेको थियो। यस्तो थियो गाउँहरू बाटोमा। फाइनली हामी हिँड्दै तोपथुम्कीको उकालो पनि आइपुग्यौँ। बिस्तारै बाहिर माथि गयौँ, मजाले डुल्यौँ, सिन हेऱ्यौँ। तर माथि तुवालो नलागेको भएर चाहिँ अलिक मजाले हेर्नु पायो, तर त्यस्तो मजाले खुल्ला चाहिँ थिएन। यहाँबाट चाहिँ हामी फेरि तप्दुङबाट ओह्रालो झरेर चाहिँ अब हामी यहाँबाट चाहिँ ओह्रालो लामिछाने टार भन्ने ठाउँ पुग्नु थियो। बाटो थाहा थिएन। त्यो युट्युबमा भिडियो हेरेको भरमा चाहिँ हामी 2 भाइ आएको। ओभरथिट नै भयो हामीलाई चाहिँ यो हाइक चाहिँ। तर यो तोपथुम्कीदेखिको यो सेरा खोला झर्ने ओह्रालो चाहिँ नभए पनि 2.5 घन्टा 3 घन्टा नै लाग्यो हामीलाई चाहिँ। फाइनली पुल देख्दा चाहिँ आनन्द भएको थियो। यहाँबाट भानुचोक जाने टेम्पो जति पनि भेट्छ, तर हामी चाहिँ यहाँबाट हिँड्दै देउराली हुँदै भानुचोक हिँड्दै गयौँ। फाइनली 12 घन्टाको हाइकपछि हामी भानुचोक आइपुग्न सफल भयौँ।